यहाँबाट हामीले गाइजहरू यहाँबाट हामीले 2 टिप्पर चाहिँ 3 टिप्पर लगभग 3 टिप्पर हामीले फोहोर निकालेको। सुधा किराँती यहाँको पर्यटन मन्त्री हुँदाखेरि हामीले उहाँसँग आएर यहाँ सरसफाइ गराएको थियौँ। अब यो बिरुवाहरू सबै लाएर यहाँ रङरोगन गरेर यहाँ सरसफाइ गरेर रङरोगन गरेर हामीले यो गेटमा तालचा लाएर राखेको थियौँ। अहिले आएर यस्तो अवस्था छ हेर्नुहोस् है, फोहोर अवस्था। यो गाडीहरू पार्किङ गरेको छ, पहिला यो गाडीहरू पार्किङ गरेको पैसाहरू खाने, यहाँको फोहोरहरू व्यवस्थापन नगर्ने, त्यो कारणले गर्दाखेरि यो अवस्था यहाँनिर फोहोरहरू धेरै थियो। अनि हामी आएर उहाँ सुदन किराँतीहरूसँग आएर हामीले सफा गरेका थियौँ। ल हेर्नुहोस् अहिले सफाको यस्तो अवस्था चाहिँ, गेटको अवस्था यस्तो छ। गेट हेर्नुहोस्, त्यता हेर्नुहोस्, यो अवस्था छ। यो गेट तालासाला फोरेर अहिले फेरि यहाँ पार्किङ सुरु भइसकेको छ। अब फोहोर त्यस्तै बढिरहेछ। अहिले भर्खर एकजना मान्छे यहाँ पिसा फेर्दै थियो, यही ठाउँमा पिसा फेरेर गयो। यहाँ पिसा फेर्ने यहाँ टोइलेटको व्यवस्था कहीँ पनि छैन। अब यहीँ नजिक छ, पशुपति विकास कोष यहीँ नजिक मुनतिर पर्छ, त्यही पनि यहाँनिर एउटा टोइलेटको व्यवस्थापन छैन। त्यो कारणले गर्दाखेरि यो पशुपति विकास कोषको लापरवाहीको कारण अझै यहाँ फोहोरहरू बढ्दैछन्।